आज यो महान यज्ञ सम्पन्न भएको छ। म एकदमै भोके हुनुहुन्छ यहाँहरू, दिनभरि खट्नु भएको छ यहाँको कतैपट्टि। म एकदमै हृदयदेखि नै धन्यवाद। यहाँका आजसम्म केही असम्भव भएका कार्यहरू सबै पूरा हुनेछ, आजैबाट पूरा हुनेछ भगवानसँग प्रार्थना गर्दछु। र यहाँलाई मुरी यति धेरै धन्यवाद कि जुन तपाईँको घरमा सुनको बोरा होइन हिराको बोराले भगवानले भरिपूर्ण गराइदिनुहुनेछ भन्ने म पूर्ण विश्वास छु। हरेक हजुरहरूका सबै हजुरका कामहरू पूर्ण गर्ने र गुरुहरूको आशीर्वाद थाम्न सक्ने खोइ प्रदान गर्नुहुनेछ। र गुरुदेवहरूले यत्रो आफ्नो समय दुःख दिएर समयहरू हामीलाई दिएर दुःख गर्नुभएकोमा गुरुदेवहरूको चरण कमलमा एकदमै साष्टाङ्ग दण्डवत प्रणाम गर्दै यहाँले मैले अब पुनः अरू कार्यक्रम गर्दा पनि योभन्दा अझ माया र ममता जुटाउनेछ भन्ने विश्वास राख्दै सबै गुरुहरूको चरण कमलमा साष्टाङ्ग दण्डवत प्रणाम गर्दै म बिदा हुन चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद आइदिनु भएकोमा र आएर यो यज्ञ सम्पन्न गरिदिनु भएकोमा गुरुदेवहरूलाई, गुरुदेवको परिवारलाई, मेरा सम्पूर्ण भक्तजनहरूलाई एकदमै धेरै धेरै भगवानसँग आशीर्वाद दिने धन्यवाद दिने म अहिले बिदा हुन चाहन्छु। अस्तु, जय श्री हरि, जय श्री हरि, जय श्री हरि, जय श्री हरि। हजुरप्रति एकदमै कृतज्ञ छु, हजुरप्रति एकदमै धन्यवाद।